दशैं सुरु भइसकेको भए पनि कोशी प्रदेशको राजधानी विराटनगरको बस पार्कमा यसपटक पहिलेको जस्तो यात्रुको चाप छैन। गत वर्षहरूमा दशैं मनाउन घर फर्किने यात्रुहरूको चाप घटस्थापनादेखि नै सुरु हुने गरेको थियो। तर यो पटक यात्रुहरूको भिडभाड पहिलेको जस्तो नरहेको यातायात व्यवसायीहरू बताउँछन्। जुन तरिकाको भिडभाड हुनुपर्ने यतिखेर तपाईलाई बस पार्कमा भन्नु न, यस्तो भिड हुँदै खुट्टा राख्ने ठाउँ हुँदैन थियो। अहिले छैन क्या त्यस्तो। विराटनगरबाट दैनिक लामो तथा छोटो दूरीका करिब 500 यात्रुवाहक सवारी साधन छुट्ने गरेका छन्। विराटनगर बस पार्कबाट पूर्वदेखि पश्चिम नेपालसम्मका सवारी साधन आवतजावत गर्ने गर्छन्। दशैं मनाउन घर जाने यात्रुहरू ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले बस पार्कमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ। क्षमता भन्दा बढी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा असुली गरेमा जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ। यहाँहरूलाई जुन ठाउँमा जतिखेर समस्या पर्दाखेरि पनि ट्राफिकको हटलाइन 103, प्रहरीको हटलाइन 100, कार्यालय प्रमुख नम्बरहरू, त्यसैगरी जुन जहाँबाट प्रहरीलाई खबर आइपुग्छ यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यहाँहरूलाई तत्पर सहयोग गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी हरहमेशा तयार रहनेछ। चाडपर्वको समयमा यात्रुको चाप बढी हुने हुँदा बढी भाडा लिने र क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आउने गरेको छ। यसलाई नियन्त्रण गर्न नियमनकारी निकायले सक्रियता बढाउनुका साथै यात्रुहरू पनि सचेत हुन आवश्यक छ।